गाट्टाले गिएर बारीको पाटामा पुगेको अनि थाहा हुन्छ YAMILKY होइन र अनि त्यही त भने मिल्की अनि त्रिबल 2 FF हान्नु आउँछ म त्यो टाइटलमा यसको नाम राखिदिनेछु हजुरले सब्सक्राइब गरिदिनु होला अनि कति सब्सक्राइब छ थाहा छैन सब्सक्राइब कति छ मेरो सही पुग्न लागेको छ 100 जति सब्सक्राइबर छ त्यति अब 90 छ भने अब तपाईँले गएर 91 भयो भन्नु होला अनि अभियसली चाहिँ ब्याक दिन्छ ब्याक दिएन भने 1 घन्टा 1 आवर्समा अनि यसलाई चाहिँ अनसब्सक्राइब गरिदिनु होला अनि त्यसपछि सकिना यो सकिना हो यो के अरे यो झाडु लाउने वाला हो यो कि यो अस्ति दियो नि हेर्न त्यो झाडु लाउने वाला यो हो दामी भएको त्यो सुटिङ दामी के दामी 1000 भ्युज आएको थियो मलाई लास्ट कि मेरो सबसे स्टोरीमा कटेको भन्छु नि त्यही हो यो 1K भ्युज आएको थियो म जहाँ पनि भन्छु नि भिडियो भाइरल हुन्छ कि म जहाँ पनि भन्छु नि भिडियो भाइरल हुन्छ कि वान के भ्युज आएको थियो मलाई यस्तो खुसी लाग्थ्यो 1K भ्युज आउँदा कसरी भनौँ 1K भ्युज आएको थियो के सामान्य बिहानको त अहिले यस्तो भएको छ ल यसलाई पनि बाहिर राखेर रातो छ यो केरा हेर्नुहोस् यो केरा है यो चाहिँ केरा हो आज ल्याइदिएको थिएँ के हो हेर्नु यस्तो फोड्छ मलाई के बोल्नु छ गाइज लाइक शेयर सब्स्क्राइब दबाके ठोकिए यस्तो हैन अब भेट्दै के छैन धारो केमा कालो त्यो कराई ठोक्यो एउटा यस्तो भन्नु न नीचे एक सब्सक्राइब का बटन होगा उसे ऐसे दबा दो एक सब्सक्राइब का बटन होगा उसे ऐसे नीचे एक सब्सक्राइब का बटन होगा उसे ऐसे मालूम है कुछ पूछा मैंने कुछ अब कट गर्नु न भिडियो धेरै लामो हुन्छ के फेरि अन गरिदिन्छु जुन राम्रो लाग्छ त्यति अन म खै त आज कराइनी छैन त खै यो त देखाउनु मलाई के भन्नु छ गाइज सब्स्क्राइब गरिदिनु होला दादा मेहनती हुनुहुन्छ घरको सबै काम गर्नुहुन्छ गोप्रो क्यामेरा पनि किन्न लाग्नु भएको छ कराई भेटे छैन मलाई रिस उठिसक्यो कराई नभेटेपछि रिस उठ्दैन लाइट बाल्छु अब यो पनि यसलाई पनि बाहिर धारामा लिएर राख्छ यो डेक्चीमा यसलाई राख्दै भात अब के अन्त अब काम आइस गर्नु नाङ्गे कति होला भन्नुभयो होला अब के अन्त अब गर्मी भइरहेको छ यहाँ यस्तो गर्मी छ नि त कुरै सर्दैन एउटा जम्मू खाइदिएको त्यही पनि गर्मी भएको छ यही यो चल्ला हेर्नु त फुतुक गरे यही चल्ला फुतुक गरे ल यसलाई बोलाउँछ कौन है ये लोग कहाँ से आते हैं यसको अन्त्य हुन लाग्यो नि त कठै बढीलाई हामी मानिस कति पापी हौ मानिस कति पापी हौ है बिचारा जेमा आछ मारेछ जेमा आछ काटेछ मासु पनि त खाइन्छ अब जेमा आहा काटेछ है अब मासु कसले खान्छ मासु को मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है मासु काटेर कसले खाने मासु मैले है म त धेरै नै 1-2 वटा चोक्टा खाने खानुहुन्छ उ के भन्छ न टाउको मात्र मम्मीलाई छोड्दिनुहुन्छ अरु सबै आफैले खानुहुन्छ होइन त्यस्तो होइन हामीले अघि नै मासु खाएको त होइन एक पाउ मासु सेकुवा ल्याएको थियौँ एउटा जम्बू मासु खा पनि पुग्दैन एउटा जम्बू एउटा सेकुवा लिएर मासु खाएपछि 6 प्याक आउँछ अरे अनि राइडमा गएको थियौँ मजाले यस्तो मजा थियो नि पेट अहिलेसम्म दुखिरहेको छ त्यस्तो खाइदियो नयाँ सालको भनेर जाओस् अनि गर्लफ्रेन्ड भइदिए बा झन् कस्तो मजा आउँछ दादाको पुरा आइडीमा गर्लफ्रेन्ड मात्रै छ अरु दादा अझ केटीहरूले अघि न आउनुहोस् नेपालगञ्ज घुम्न जाऊँ हात समातेर जाऊँ न अरु तपाईँलाई 6 प्याक देखेर त एउटा केटीले त यहीँको 6 प्याकको प्रोफाइल हालेछ अरु
अरू के सुनाइ आउँदैछ अहिले भन्न लाग्यो भने बिहानदेखि साँझ हुन्छ बाबा चाहिँ आइएम सिङ्गल भयो है फेरि मैले हजुरलाई बगैँचा देखान्छौँ रुक्नै म ब्याक क्यामेरा गराएर देखाउँछु एकछिनमा अच्छा ठीक है हेर्नु यता यता यो बसलाई म अहिले यहीँ छाडिदिन्छु अहिले डिस्टर्ब गर्छ भिडियो गराउनु लाग्नु बेला हेर्नु हल्का लामो गराउँ सेल्फी काम के हो ए बगैँचा तलदेखि माथिसम्म साइडले घाम आयो कस्तो राम्रो फुल फुलेछ आज त म पानीले धन्नै मरिसकेको थिएँ साइकल राइडमा बल्ल बल्ल बाँच्यो अहिले अब बगैँचा हेर्नु कस्तो राम्रो छ कि अहिले चैतको महिना नै वैशाखको महिना आउनु लाग्यो अनि फुल्यो फुल यहाँ पनि कस्तो राम्रो फुल छ यहाँ पनि कस्तो राम्रो फुल छ हजुरलाई मस्तको क्यामेरा एङ्गल देखाइराखेको छु यहाँ पनि सबै ठाउँमा छ र त गाइज दादा घरको अगाडि क्रिस्चियन ल बाई गाइज बाई आलु चाहिँ निकाल्नु लाग्यो कि गाइज कस्तो लाग्यो यो माया एउटा खसाउँछ गाइज दादाको मिनी बगैँचा कस्तो लाग्यो कमेन्टमा भन्नु होला अब आलु चाहिँ चटनी हाल्न लाग्यो कि अब घरको काम चाहिँ मैले गर्नु पऱ्यो नि त फर्स्ट पर्सन चाहिँ है अब एउटा मतलब भनौँ न गर्लफ्रेन्ड अनि यो घरको बुहारीको खाँचो छ राम्रो सोच संस्कारी छ भने कोही छ भने कमेन्टमा यसो हाजिर हौँ फेसबुकको पुरै लाइनभरि केटीहरू मात्रै छ कस्तो गवाएछ लास्ट गवाएछ अहिले म देखाइदिन्छु अहिले स्क्रिन रेकर्ड गरेर गएन गएन चाहिँ कोही छैन है आइएम सिङ्गल भयो है फेरि छ भने गाइज आइएम सिङ्गल भयो है म सिङ्गल हो गाइज भोलि एउटा अझै कमेडी भिडियो आउँदैछ भोलि हो कि पर्सि कस्तो भोलि पर्सि एउटा भिडियो गराउनु नि फेरि छोड्दै यहाँ आलु सालु खाल्न छ यहाँ आज नै भोलि फेरि गराउने त यस्तो भोलि गराउने भोलि एडिट गर्ने सानो आलु अलि छिटो पाक्छ नि यो चाहिँ केटीहरूलाई थाहा हुन्छ त्यस्तो सानो आलु हालौँ न त के सानो ठुलो हाल्नु न ठुलो सानो छिटो पाक्छ के हामी दुईजना छौँ हामी जस्ट 2 जना फ्यामिली छौँ बिहा गर्नुभएको पढ्नु त पढ्नुहुन्छ केटा हो फेरि टाउको देखेन कस्तो तर पनि टाउको देख्नु पर्यो कस्तो घाम टिलो कालो देखे तल कस्तो गोरो कालो त कालो छु म गाइज सकिन राम्रो छ कि फर्जाना भन्नु है कोही छैन सबले विच फर्जाना इज क्युट किल्स अरे हैन सकिन क्युट छ राम्रो छ फर्जाना अरे के हामी छैन फर्जानालाई त मैले फ्यान गरेको यस्तो हेर्नु न यस्तो हामी क्युट छैनौँ फर्जाना मात्रै क्युट छ र अब के भएन एउटा भएन अब त्यहाँ गएर अब के हो थाहा छैन मेरो नाम के अरे नामै थाहा छैन तपाईको यति आलु भयो तपाईको लङ्गडा अखिल ल यहाँ यसलाई उठा म 4वटा उठाउँछु त 4वटा तपाईको लङ्गडा अखिलको नाम अब यतिले पहिला त्यो पानी आलु बसाल्छु यस्तो मलाई अझ के भन्नु छ तातो त छैन पानी छैन हाल म यस्तो गर्छु पानी चाहिँ धेरै हुन्छ म नि त्यो मिल्की त्रिपल्ट एफएफ छ त त्यसलाई कटाएर कमेडी सर्ट्स गराउँछु उ राख्छु ल एमा बाहिरको सानो त्यो उ त्यो छ नि त्यो प्लेट जस्तो प्लेट लिएर आजा त्यो ढाक्नु पर्यो त बाहिर प्लेट छ एउटा सानो प्लेट त्यही बाहिर प्लेट छ कि त्यो प्लेटले ढाकेपछि अलि राम्रो हुन्छ है के काम होला के काम होला अब ल कसले हो फोटो सेन्ड गरेको छ कि नाम चाहिँ नभनौँ एउटा केटी छ कि लास्ट मन बनाउँछु तर म उसलाई बाल दिँदैन क्या हो यो हेर्नु यसले माझेर लिएको हो अरे यतापट्टि साइडमा माझेछ यतापट्टि साइडमा माझेकै छैन हाँसो ल यो भिडियो चाहिँ लङ हुन्छ है लङ सबजनाले माया देखाउँछ 25 मिनेटको 25 अहिले लङ हुन्छ लङ चल्ला काट्नु पऱ्यो खानु पऱ्यो डिउसी ल्याउनु पऱ्यो अझै त डियो कि तर मैले यो मम्मीलाई भनेको छैन मारिदिन्छ नि मम्मीले त्यहाँ मैले बेसी पिसा भयो डिउ खायो अनि कम खाएको हामीले
2 लिटरको दिउँ हामी दुईजनाले खाएर अझै नसकेको के अझै है 2 गिलास जति बचै थियो अब भनौँ 1 पाउभन्दा अलिक ज्यादा थियो अनि फेरि खान सकेनौँ किन त्यो मतलब आफूले त्यो खाने लिमिटमा खानु पऱ्यो नि त है किन फाल्ने भनेर अनि हामीले फेरि भाइले त्यो बच्चा बाची दियौँ बिस्कुट पनि थियो 2टा किनेको थियौँ पार्ले चाहिँ त्यो पनि दिदियौँ अनि त्यसपछि अनि त्यहाँको बच्चाहरू यस्तो मायालु रहेछन् कि क्युट्स रहेछन् कि जाने बेला थ्याङ्क यू दाइ अरे दाइ राम्रोसँग जानु बाई दाइ अरे कि यस्तो माया गर्ने भाइ चाहिँ फेरि टक्क मैले भाइहरूलाई म यो ब्लगमा आछु त फेरि यो भिडियोमा 1000 1K भन्दा नि बढी आउँछ खर्च अनि के खर्च अहिले आउँछ नि ल अब एकैछिनलाई रेस्ट लिउँ अब फर्स्ट पर्सन चाहिँ के भन्न चाहन्छु भने चाहिँ है अब सबैजना अब भाग्यमानी हुनुहुन्छ है अब यो नयाँ वर्ष हजुरले अब देख्न पाउनुभयो कतिजनाले चाहिँ देख्न पाउनु भएन होला सायद सो दुआ गर्छु हजुरहरू पनि राम्रो काम गर्नुहोस् अघि बढ्नुहोस् मान्छेलाई देखाउनुहोस् जन्यहरू जलोस् तर फोकस हजुरको मतलब त्यो फोकस हजुरको चाहिँ त्यो सक्सेसमा जाओस् कहिले पनि त्यो पछाडि मुड्ने होइन है जसले छोडेको त्यसलाई फर्केर हेर्ने होइन तर आउने दिनहरू अगाडि हेर्नुपर्छ हामी किनकि हामी मान्छे हो कि कति बेला गल्ती हुन्छ अब गल्ती हुन्छ भने अब त्यो त्यही गल्ती बार दोहोऱ्याउनु पनि हुँदैन है अनि त्यही भएर अब के भनौँ अब आलु उम्रिरहेको आलु त्यो उसिनिरहेको छु भाँडासाँडामा चाहिँ अब घर बढाल्न बाँकी छ पोसे लाउन बाँकी छ अब के भनौँ कस्तो छ आलु हेर्न जामै पहिल्यै लाइट त बाल्नु पऱ्यो त नत्र कालो फिस आउँछ नि त भित्र है ओ माई गड कति तातो छ ओ सेट यस्तो छ पक 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 गरिरहेको गरिरहेको छ के भयो पुरा भन्दा नि अगाडि आँप खानुपर्छ प्रोटिन आउँछ अनि यो चाहिँ क्यामेराम्यान बनिन्छ एकछिन अनि म कुखुरा चाहिँ छोप्न लागेको छु चुमिलो छ सानो छ नफुले ठुलो नभएको कुखुरा कहाँ खोज्नुपर्छ पहिला सुरुमा म आफ्नो हतियार निकाल्छु चुमिलो छ चुमिलो हतियार गाइस हेर दादा कति पार्टी हुनुहुन्छ ओ माई गड हेर त दुध मैले त होसै नदिएको म दुब्लो छु नि त अलि हेर्नु न शरीर त्यो भएर मामुले चाहिँ डेरीबाट ल्याइदिनु भएको छ म दुब्लो छु के त्यही भएर मम्मीले डेरीबाट दुध ल्याइदिनु भएको छ हतियार दिस इज माई बाहिरबाट देखाइदिनु यो भित्र राख्दै दुध भित्र राख्दैन गाइस एकछिनको लागि म क्यामेराम्यान बन्छु मलाई राम्रोसँग दाब छैन यो मनमा पाप छैन है केटा हो मलाई हाम्रो क्यामेरा समात्न आउँदैन
कुखुराले पानी सरेछ कुखुरासँग कट्ट तयार मजाले देखिरहेछ जस्तो फेरि किन म देख्छु सुपै
यो घरको है यो घरको सुविधा बन्ने होइन कि अब थ्याङ्क यू फर वाचिङ द भिडियो अनि अर्को भिडियो चाहिँ आउँदै गर्छ अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु ल अन्त्य गर्छु ल बाई गाइस